हेलो टु एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ है ड्युटीमा मजाले कामसाम गरिसकेर त्यस्तो बेसी अर्डर थिएन है। मजाले काम गरेर थाकेको जस्तो अस्तिको बर्थडे पार्टीले चाहिँ अलिक थाकेको जस्तो भएर चाहिँ नि निक्लेको। आज चाहिँ हल्का अब है गएर यसो भाइसँग रक्सी खाइहाल्नु पऱ्यो होला होइन। अब सेक्युरिटी अफिस हो यो चाहिँ सेक्युरिटी अफिस हो है। हामी दुईजना हामी तिनजना हो है। मेरो च्यानल उनीहरूले पनि एकदम लाइक गरिदिन्छ, सब्सक्राइब गरिदिन्छ होइन। त्यति नै भनेर अब मेरो च्यानलमा चाहिँ एकदम ऱ्यान्डम है छाडा पनि भइहाल्छ होइन। त्यस्तै हो, त्यही त हो मेरो कन्टेन्ट चाहिँ एकदम र बिना एडिटिङको है। त्यतिकै म चाहिँ मजा गर्नुको लागि यसो च्यानल साले सरम लाग्थ्यो नि होइन बोल्दाखेरि यसरी अगाडि यसो बोल्नु पनि हुन्छ होइन, बोल्नु पनि सकिन्छ क्यामेरामा हेरेर भनेर चाहिँ यतिकै ट्राई गरेको है। यो कहिले हेर्छ, कसले हेर्छ भिडियो, कति बेला कुन टाइममा हेर्छ है। तर त्यसमा अब बाल हो राडीको बान जाँठा भनाइ चाहिँ के हो भने हत्तु हुन्छ नि यो जिन्दगीमा। हत्तु हाम्रो काम गरेको छ झ्याक्ने काम गरेको छ हो। आफ्नो उमेरको केटाहरू केटीहरू लिएर घुमाउँदै हिँड्छ है। कस्तो गाडी आएको यार, आफ्नो उमेरको केटाहरू है केटी घुमाएर बाइकमा घुमाएर चढाएर फुछल्झाठा खटेको छ सपना देख्यो है। यस्तो गरौँला खुलित्तै हुन्छ नि। त्यस्तै हो लाइफ है। लाइफको अप्स एन्ड डाउन, गाली स्याबासी खाँदै नै हिँड्नुपर्ने, यसलाई नै लाइफको जर्नी भन्छ होला सायद। कहाँदेखि टपिक त कहाँ पो पुग्यो है। ल गाइस, आजको लागि यति नै थियो। फेरि भेटौँला है। म चाहिँ अलिकति इन्भेस्टिङ र अन्त अलिकति क्रिप्टो करेन्सीपट्टि है, क्रिप्टो करेन्सी इन्भेस्टिङपट्टि चाहिँ अलिकति म एक्टिभ छु है। म पनि सोच्दैछु कि यसो भिडियो हालेर यसो सिकाइदिउँ कि भनेर। अब मैले चाहिँ भन्नु खोजेको होइन कि अरूले मैले सिकाउनुपर्छ भनेर। अब हुन्छ नि हाम्रो मभन्दा सानो भाइहरूलाई 22-23 वर्षको 18-19 वर्षको केटाकेटीहरूलाई होइन यसो इन्भेस्टिङ, क्रिप्टो करेन्सी, डिजिटल करेन्सी के हो है, स्टक मार्केट के हो, मलाई निकै आउँछ है। त्यस्तो बारेमा चाहिँ यसो सिकाइदिउँ कि भनेर त्यो टपिकमा पो म त भिडियो निकालौँ कि जस्तो लाग्दैछ है। निकै अँध्यारो भयो बाटोमा। अब हेर्दै जाउँ कस्तो हुन्छ, भयो भने निकालौँला मजाले।